माटै तातेको थियो घामले हिजो नि माटै तातो हिजोभन्दा आज अलिक उयो भएको छ है अलिक शीतल भएको छ शीतल भएको छ हो अलिक त म पनि निकै टक्कै खान्छु नि लुक भरे त हजुर झप भरे लगाइदिउँ बराबर लगाइदिनु नि ल राम 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 आलु बढे यता ल्याउनुहोस् त म हाल्छु ल है मैले चाहिँ खने है खन्नु बित्तिकै यस्तो हुन्छ त म त खन्नै हुँदैन अब तपाईँहरू पनि आलु चाहियो भने भन्नुहोस् है सस्तो है भाउजू सस्तो होइन आलु हाम्रोतिर चाहिँ यस्तो के खाली चाहिँ यस्तो आगा राख्नु दिँदैन नि छिटो भर्दैन भनेर यसो काम के गर्दाखेरि ए हजुर पछाडि राख्दै भर्दै ल्याउनुपर्छ अरे नि त्यसै भने मात्रै होला के हुन्थ्यो यो पनि हालिदिउँ एकछिन है भाउजू मेरो खुट्टा भाँचेबाट थियो ल आलुको फल यो खाएको छ है हेर्नुहोस् ल किरा पनि एउटा पनि छैन उहाँको आलु चाहिँ यसपालि उहाँले 200 पट्टा चाहिँ विचार गर्नुभएको छ भनेर छ यदि तपाईँले चाहिँ उहाँले कन्ट्याक्ट गर्नुहोस् है 200 पट्टा चाहिँ एकदम सस्तो दामी यहाँ छ आदि अस्तारी सक्नु भएको उहाँले यहाँ चाहिँ सानो चाहिँ अलिकति उयो रहेछ नि त त्यसले गर्दा दामी हवस् त